सबैको जीवन बाहिरबाट हेर्दा जति सजिलो देखिन्छ भित्रबाट त्यति नै सङ्घर्षले भरिएको हुन्छ। मेरो आजको दिन अरूको दिन जस्तै घरको कामबाट सुरु भयो। भाँडा माझ्ने, खाना बनाउने, घर सफा गर्ने, कपडा मिलाउने यी सबै सानो काम लागे पनि यिनै कामले एउटा परिवारलाई सुन्दर बनाइरहेको हुन्छ। कहिले काहीँ लाग्छ मैले गरेको काम कसैले देख्दैन, तर याद राख्नुहोस् इमानदारीका साथ गरिएको काम कहिले सानो हुँदैन। हामी हरेक दिन आफूभन्दा बढी आफ्नो परिवारको खुसीको लागि मेहनत गरिरहेका हुन्छौँ। यही मेहनत नै हाम्रो वास्तविक शक्ति हो। अरूसँग आफ्नो जीवन तुलना नगर्नुहोस्। सामाजिक सञ्जालमा देखिने जीवनभन्दा वास्तविक जीवन धेरै फरक हुन्छ। आफ्नो यात्रामा विश्वास गर्नुहोस्, किनकि सानो सानो प्रयासले नै ठुलो सफलता बनाउँछ। आज तपाईँले एउटा काम पुरा गर्नुभयो भने भोलि त्यसैबाट एउटा राम्रो भविष्य निर्माण हुन्छ। त्यसैले थाक्नुभयो भने केही बेर आराम गर्नुहोस्, तर आफ्नो सपना र मेहनत कहिले नछाड्नुहोस्। घर सम्हाल्ने हातहरू कमजोर होइनन्, ती त एउटा घर सम्हाल्ने परिवारको सबैभन्दा ठुलो शक्ति हो। यदि यो भिडियोले तपाईँलाई पनि प्रेरणा दियो भने लाइक र सेयर गर्नुहोस्। यस्तै प्रेरणादायी दैनिकी भ्लगका लागि फलो गर्न नबिर्सिनुहोला।